यो चाहिँ मेरो बुढाले दिनुभएको स्पेसल आन्टीकोबाट खोल्नु गइरहेको छु सुरुवातमा। मेरो बुढाले त्यसपालि कहाँबाट भिराजले यति राम्रो छानेर ल्याउनु भयो। धन्यवाद हाम्रो भिनाजुलाई। जिउको निक्लो त छोरीको बाउदेखि सिर्छ भनेको जिउको आयो माथि मेरो छोरीले मान्छे थोरै हो नि हल्ला चाहिँ 100 जनाको जस्तो भइरहेछ। यो चाहिँ मेरो बहिनीको गिफ्ट है। मेरो जोइले स्पेशल मलाई मनपर्ने सेन्ट पठाइदिनु भएछ। अब यो चाहिँ मेरो छोराको मेरो स्पेशल साथीको हस्बेन्डले दिनुभएको भाइले दिनुभएको। एकदम यस्तै लाउनुहुन्छ धेरै एकदम जहिले भाइले मलाई फेरि हाल न। सालुले टिफिन खाजाहरू खाने पैसाले राखेर मम्मीलाई स्पेसल माया गरेर किनिदिनु भएको अरे। हेरौँ है त के रहेछ। अझै एउटा गीत बाँकी नै छ है मम्मी। हो पछाडि उता माइजूको खोल्नु न हौ। मेरो छोराले मन पराएर होइन आवश्यकतै बुझेर किनिदिनु लिपस्टिक पनि कस्तो मन पर्ने के मिठो कलर छ नजानेको दिनुभएको स्पेसल गिफ्ट। त्यही त नि भरे सबै एडिट गरेर बर्थडेको अनबक्सिङ गरेर हाल्नु क्या। भागी कति रहेछ जान्छु भनेर के खाएर जाने खाना खाएर जाने भनेको के छ हौ यार। अघि दाइले हात भन्दैन त घरेर आगो आएछ ल सबैले सेट सेट ऱ्यापिङ पेपर अस्ति नभएर कस्तो खोज्नु भयो।
अनि हाम्रो इन्डिया चाहिँ मलाई कसैले गिफ्ट दिएनन् भन्दै मलाई मजा आएन भन्दै थिएँ किन र गिफ्ट पाएन त अनि क्यारिन दिदीले सलन दादाले अबिकेले दियो त भनेको ठुलो मम्मीले खुवाइदिएको ठुलो बाबाले खुवाइदिएको अनि साइकल दिएको ठुलो बाबाले अनि ठुलो मम्मीले पैसा दिनुभयो अनि ठुलो बाबाले केक ल्याइदिनु भयो भनेको होइन के त्यस्तो खालको होइन मान्छे होइन यस्तो ऱ्यापिङ पेपर खोल्दा एक्साइटेड हुन्छ नि त धेरै टेप टासेर ल्याउनु भयो के ल्याइदिनु भयो स्पेसली होला हो ठाउँमा जाँदाखेरि कति मान्छे हुन्छ नि त बेना त्यतिखेर मैले त्यो के प्याक गरेको थिएँ मलाई च्याति नै दिन्छौ होइन झरेर उयो होला फुट्ला अब कति राम्रो कस्तो मन परिरहेछ मलाई अर्को लामो